साथीहरू आज घरबाट निस्क्यो। यो चाहिँ कुलेखानी ड्याम फिसिङको लागि हो मेरा। है चल्यो कुलेखानीको किन तपाईँ अलि हाल्नु नि। यहाँ छ नि अलिक ठिक छ। साथीहरू हाम्रो माछा मार्ने इन्स्ट्रुमेन्ट चाहिँ भाइले बोकिरहेछ। अब हामी खेल्नेवाला छौँ है त। साथीहरू कुलेखानी ड्याममा म चाहिँ यो चारो बनाउँछु है माछालाई। डो यस्तो बनायो। साथीहरू सबैलाई गुड मर्निङ छ। छोटो ब्रेक। हिजो हामी आएको थियौँ कुलेखानी ड्याममा फिसिङको लागि। दिनमा नि माछा पार्न सकेन, तर राति चाहिँ परेको थियो। त्यतिखेर मैले भिडियो पनि बनाउन सकिनँ, कारण चाहिँ मोबाइलको ब्याट्री सकिएको थियो। माछा केही परेछ, भरे थियो साथीहरूलाई।